साथीहरु प्रदेश लोकसेवा आयोगले सुदूरपश्चिम प्रदेशले चाहिँ निजामती सेवा अधिकृत 9औं तह र 8औं तहका लागि चाहिँ प्राविधिक तथा अपराधिक पदहरूका लागि चाहिँ खुल्ला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि चाहिँ विज्ञापन चाहिँ खुलाइसकेको छ, जुन चाहिँ 2021 साल 11 महिना 20 गते प्रकाशित मिति हो। यो यसमा चाहिँ विभिन्न उप सचिव हैन, डीई इन्जिनियरिङ सिभिल जर्नल है, त्यसैगरी यो यहाँ चाहिँ यो अपराधिक तर्फको लागि भइहाल्यो, यता पनि अपराधिक तर्फहरूको लागि। अनि लिखित परीक्षाको कार्यक्रम चाहिँ पछि चाहिँ प्रकाशित गरिन्छ, जुन चाहिँ यहाँ पदहरूको बारेमा चाहिँ विस्तृत स्क्रिनमा हेर्दै हुनुहुन्छ है। यो चाहिँ सम्पूर्ण पदहरूको विवरण भयो, जुन चाहिँ सबै कोटामा खुल्लातर्फ आदिवासी जनजातितर्फ चाहिँ खोलेको यति है। अनि खमा चाहिँ अधिकृत 8औं तहको लागि भयो यसमा पोस्टहरू पदहरू। र अब चाहिँ डाइरेक्ट मेन कुरा विज्ञापनको तर्फ आए। परीक्षाको किसिम चाहिँ लिखित सामूहिक छलफल सिप परीक्षण र अन्तर्वार्ता हुन्छ, जुन चाहिँ पाठ्यक्रम तोके बमोजिममै हुन्छ। अनि परीक्षा केन्द्र चाहिँ धनगढी कैलालीमा हुन्छ। अनि परीक्षाको माध्यम चाहिँ नेपाली अंग्रेजी भाषा अथवा नेपाली अंग्रेजी दुवै भाषामा हुन सक्छ। र दस्तखत दिने माध्यम चाहिँ यहाँ दिएको वेबसाइट रहेको छ, त्यो वेबसाइट मार्फत तपाईहरुले चाहिँ आफ्नो डकुमेन्ट अनि पारिवारिक विवरण, आफ्नो विवरण सम्पूर्ण कुरा मागे बमोजिम त्यहाँ त्यो वेबसाइटमा दिएर आफ्नो दस्तखत चाहिँ दिन सक्नुहुन्छ है। दस्तखत दिने अन्तिम मिति चाहिँ 12 महिना 11 गतेसम्म र दोबा दस्तुरमा चाहिँ 2081 12 महिना 18 गतेसम्म रहेको छ। र उमेरको हद चाहिँ 21 वर्ष पुरा भई 45 वर्ष ननाहेको हुनु पर्यो। त्यसैगरी दस्तखत दस्तुर चाहिँ 9औं तहका लागि चाहिँ 1200 अनि थप कुनै विज्ञापनमा भर्नुभयो भने 500 लाग्न जान्छ। त्यसैगरी 8औं तहको लागि 1000 र थप कुनै समूहमा भर्नुभयो भने 400 लाग्छ है। त्यसैगरी दस्तखत बुझाउने विधि चाहिँ तपाईहरुले अनलाइन मार्फत पनि बुझाउन सक्नुहुन्छ र अफलाइन मार्फत पनि बुझाउन सक्नुहुन्छ। त्यसको लागि तपाईले आफ्नो युजर आइडी पासवर्ड लगइन गरेर तिर्नुहोस्मा जानुहोस्। अनि त्यहाँ बाट चाहिँ तपाईहरुले इजिली चाहिँ बुझाउन सक्नुहुन्छ। अनि अफलाइन बुझाउनको लागि तपाईले कुनै एउटा बैंक छनौट गरेर भोचर प्रिन्ट आउट गरेर बैंकमा चाहिँ गएर बुझाउनु पर्ने हुन्छ है। अनि दस्तखत दस्तुर बुझाउने अवधि चाहिँ मैले माथि नै भनिदिए, लास्ट दिन हुन्छ नि जुन दिन अन्तिम टाइम हुन्छ त्यस दिन यदि बिदा पर्न गएमा एक दिन अगाडि पनि बुझाउँदा हुन्छ है। अनि अपलोड गर्नुपर्ने कागजातहरू रहेको छ यहाँ, त्यो चाहिँ आफ्नो सर्टिफिकेटहरू हैन, यदि बाहिरबाट अनुभव लिनु भएको छ, बाहिरबाट पढ्नु भएको छ भने काउन्सिलिङबाट चाहिँ दर्ता गरेको हुनु पर्यो है। कुनै स्थानमा चाहिँ पीडीएफ फर्मेटमा मागेको हुन्छ भने कुनै स्थानमा चाहिँ जीपीजी फर्मेटमा मागेको हुन्छ। त्यो अनुसारले तपाईहरु जहाँ जस्तो चाहिएको छ त्यो अनुसारले चाहिँ भर्नु होला। साथै अन्तर्वार्ता हुने मिति चाहिँ लिखित परीक्षाको नतिजा प्रकाशित हुँदा सूचना गरिन्छ। अनि पदमा रही गर्नुपर्ने कामकाजहरू प्रदेशको नियम कानुन बमोजिम हुन्छ। अनि सेवा सुविधा पनि प्रदेशले तोकेको नियम कानुन बमोजिमै हुन्छ है। अब 9औं तहमा चाहिँ आरपरका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यताहरू रहेको छ। कुन पदको लागि चाहिँ कति योग्यताहरू चाहिएको छ, जुन चाहिँ क देखि 1 2 यसरी स्टार्ट भएको छ, त्यो तपाईहरु चाहिँ पढ्नु होला। यसरी रहेको छ 3 नम्बर। अब 9औं तहको लागि चाहिँ खुल्ला तथा अन्तर प्रतियोगिताका लागि आवश्यक न्यूनतम योग्यताहरू छ। सबै पोस्टको लागि छुट्टा योग्यताहरू रहेको छ। त्यही भएर तपाईहरु ध्यानपूर्वक कुन पोस्टको लागि चाहिँ योग्य हुनुहुन्छ त्यो पोस्टको डाइरेक्ट हेर्नु होला। यतिसम्म हाम्रो रहेको थियो, जम्मा 23 सम्म छ। अनि 8औं तह खुल्ला प्रतियोगिताको लागि चाहिँ आवश्यक न्यूनतम योग्यता दिएको छ। अनि यहाँ चाहिँ आप र अन्तर तह खुल्ला तथा समावेशी परीक्षाका लागि न्यूनतम सूचनाहरू रहेको छ। यहाँ यो सूचनाहरू खासै पर्दैन, त्यही पनि अध्ययनको लागि चाहिँ पढ्नु होला, मैले त्यहीबाट दिइसके। र अन्तिममा चाहिँ हाम्रो यति थियो। यदि तपाईहरुले च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने च्यानललाई सब्स्क्राइब गर्नु होला। पाठ्यक्रम चाहिँ ढ नम्बरमा हेर्दै हुनुहुन्छ, त्यो वेबसाइटमा गएर तपाईहरुले प्रदेशको चाहिँ पाठ्यक्रम पाउन सक्नुहुन्छ। र थप जानकारीको लागि चाहिँ यहाँ दिएको नम्बरमा कन्ट्याक्ट गरेर पनि थप जानकारी लिन सक्नुहुन्छ है। आजको लागि यतिकै, फेरि हामी भेट्छौं नेक्स्ट